दर्शकबिनहरु सुन्नुहोस्, यो एउटा रहस्यमय कहानी छ। कस्तो कहानी भने चाहिँ 6 महिना बिहे गरेर म आफै बसेको हेर्नुस्। उले नै माग गरेको बिहे गर्नुपर्छ भनेर बाध्यता दिने उहाँ नै हो, म चाहिँ होइन। केटीले नै हो। चाहेसकेपछि गयौँ, बिहे गर्यौँ, ठिक छ भनिसकेपछि गइसकेपछि बिहे गरी गइसकेपछि उसको घरमा पनि गयो है। 1 हप्तासम्म बसियो, आइयो, गइयो। गइसकेपछि दिपायलसम्म पनि गइयो हेर्नुस्। वैशाख 27 गतेसम्म हामी दिपायल राजपुरमा गयो हेर्नुस्। पुलिसमा फर्म भर्या रहेछ, भरिसकेपछि त्यहाँ पनि गइयो। त्यहाँ गइसकेपछि त्यहाँ पनि फेल भयो। भइसकेपछि मैले के भने चाहिँ त घर जा, म काठमाडौँ जान्छु भनिसकेपछि हुँदैन कि म यो सेती नदीमा मर्छु हाम पालेर, कि तैँले काठमाडौँ लिनुपर्छ, होइन भने तैँले मेरो पछि नलाग्नु थियो, लागिसकेपछि तैँले बिहे गर्नुपर्छ भनिसकेपछि कर्फ्यू जारी गरिसकेपछि मैले बिहे गरेँ बाध्यताले। र एक अर्को प्रश्न के गर्छ भने सर सुरुदेखिको एउटा टुक्का रह्यो। अनि म पहिला अछाम गएँ होइन। गइसकेपछि पहिला फोन चाहिँ भयो, अनि सबै भयो, कुराकानी भयो। 3 महिना म आइसकेँ होइन। यता चाहिँ म जाजरकोट आएँ। जाजरकोट आइसकेपछि म त्यहाँ दाइहरू पनि थिए होइन, मेरो गाउँको दाइहरू साथीहरू थियो। हामी बिजनेसमा लागेका थियौँ। बिजनेसमा लागिसकेपछि साथीभाइहरूलाई के भनेपछि त कहाँ जान लागेको छ भन्थे। मैले कहीँ जाँदैन, म यता गाउँतिर जान्छु, सामान खोज्छु भने त्यो केटीले टचर दिइसकेपछि कि त यहाँ खुर्क पुग, होइन भने तँलाई मुद्दा हाल्छौँ भनिसकेपछि म गएँ हेर्नुहोस्। उसले के भन्यो, म अछाम गएँ हेर्नुहोस्। फोन गरिसकेपछि गएँ, ल ठिक छ अछाम। गइसकेपछि उसले के भन्यो भने चाहिँ फोनमा ल आइज भने चाहिँ म गएँ होइन। गइसकेपछि बिहे भयो, गयो 1 हप्तासम्म गइयो, बसियो। त्यहाँबाट आइयो। आइसकेपछि त्यहाँको कुरा बुझेँ होइन, त्यहाँको रहन सहन बुझिसकेपछि जब हामी त्यहाँबाट हुँदै दिपायलसम्म पनि पुग्यौँ। पुगिसकेपछि कस्तो दिपायल उहाँ महोदयले चाहिँ पुलिसमा फर्म भर्नुभएको रहेछ। तपाईको अहिले जोसमा छुट्नुभयो, उहाँले पुलिसमा फर्म भर्नुभयो। उहाँ हाकिम साहबले भर्नुभएको रहेछ। उहाँसम्म चाहिँ गइयो। पुलिसमा जागिर खानुको लागि तपाईँ सहयोग गर्न चाहनु? सहयोग गर्न चाहिँ म गएको हुँ सर। गइसकेपछि के भयो भने चाहिँ त्यहाँबाट काठमाडौँ आइयो। आइसकेपछि बिहे भयो। बानेश्वरमा बसियो हेर्नुहोस्। बानेश्वरमा बसियो, कोटासोटा बस्यो हजुर। 2जना कालो बस्नेत भन्ने हुनुहुन्छ, उहाँको घरमा बसियो। बसिसकेपछि त्यहाँबाट बसिसकेपछि अनि वीरता प्रहरी बालाजुमा गयौँ। किन जानु बालाजु? अनि यता एउटा हर्बल कम्पनी भन्ने छ, एउटा त्यहाँ अछामकै हुनुहुन्छ, एउटा डम्बर बहादुर विष्ट भन्ने, उहाँको जब खोज्ने भन्ने कुरा भयो। अब किन होइन, त्यतिखेर बिचमा एउटा तनाव पनि थियो। यता व्यापारमा पनि मैले पैसा लगानी गरेको थिएँ। केही दिन वेट गर्नुहोस्। अनि गइसकेपछि अनि ठिकै छ भन्ने कुरो भयो। डकुमेन्ट छोडिसकेपछि अनि हेऱ्यौँ त अलि महिलाले अलि नगरिसक्ने जस्तो अहिले के रहेछ त्यहाँ भन्दाखेरि बुझिसकेपछि बिजनेस भन्ने रहेछ। भइसकेपछि उसको चाहिँ सक्कली डकुमेन्ट छोडेको थियो है। छोडिसकेपछि हामी आयौँ। आइसकेपछि 1 महिना उसले फोन गर्यो, सम्पर्कविहीन हामी भयौँ। उसले केटीले चाहिँ मोबाइल फुटायो। जो मसँग अहिले जाहेरी होला छ नि, उसले मोबाइल फुटाइसकेपछि सबै सम्पर्कविहीन भयो। भइसकेपछि पछि एउटा सिम झिक्या त्यहाँ फोन गरिसकेपछि लगभग असारको 14 गते चाहिँ गइयो। अनि गइसकेपछि त्यहाँ गएर डकुमेन्ट ल्याइसकेपछि त्यहाँबाट पछिल्लो दिन ठमेल बोलाएको थियो मलाई चाहिनेले। तेरो हिसाब किताब गरौँ, आइजा, तेरो जडीबुटीको पैसा लैजा भनेर हिसाब किताब गरौँ भनेर चाहिनेले कुराकानी गरिसकेपछि ठिकै छ त अब पढ्ने व्यवस्था गरौँ। ठिकै छ, पढ्न लागि तँलाई म भविष्य बिगार्दैन, म एउटा व्यवस्था गराउँला। अब पैसा दिनेछ, ठमेलबाट झारेर ल्याएर तेरो एकाउन्टमा जिम्मा गराउँला। केही दिन त चलाउँदै गर्लाइस्, त पढ्लाइस्। म चाइना गइहाल्छु, मेरो चाहिँ भिसा लागेको छ, म आउँछ पनि म गइहाल्छु भनिसकेपछि भनिसकेपछि हामी सल्लाह गरेर बालाजु गयौँ हेर्नुहोस्। वित्त प्रहरी बालाजु के अरे त्यो हर्बल कम्पनीमा गयौँ। हर्बल कम्पनीमा गइसकेपछि ऊ चाहिँ पछाडि गयो, अलि लाज माने जस्तै पछि गयो। म चाहिँ अलिक केटा मान्छे हुनाले सही गएँ है। नमस्कार भने सबैले नमस्कार भने। अनि बसिसकेपछि सर यस्तो यस्तो थियो, यसरी समस्या भयो, म आउन पाएन, डकुमेन्ट आएको थियो। तपाईँ दलाली हुनुहुन्छ अरे, फटा चोर हुनुहुन्छ अरे, तपाईँ मान्छे बेच्ने हुनुहुन्छ अरे, यहाँ म्यासेज आएछ, तपाईँ फलानु, तपाईँ होइन। पढिसकेपछि तपाईँ कहाँ जानुहुन्छ, एकछिन रोक्नुहोस्, पुलिस आएर लिन्छ, पुलिसको जिम्मा लाउँछौ भन्यो। भनिसकेपछि मैले भने यति म दलाली हो, राष्ट्रकै 1 नम्बर भ्रष्टाचारी मै हो, राष्ट्रकै भ्रष्टाचारी पनि मै हो।
दलाली पनि मै हो, मान्छे बेच्ने पनि मै हो, हजारौँ सेलिब्रेटीलाई म दिन प्रतिदिन विदेश पठाउने, कोठीमा पठाउने पनि मै हो। ल ठिक छ, यति म गल्ती रहेछु, मैले गलत गरेको छु, यति म दलाली हो भने मेरो प्रुफ ल्याउनुहोस्, सपोज प्रुफ ल्याउनुहोस्। मैले कतिवटा केटी बेचेँ, कतिवटा मेरो म्यान पावर छन्, मैले कतिलाई पैसा ठगेर कतिलाई धोका दिएँ, मेरो प्रुफ ल्याउनुहोस्। म 25 वर्ष जेल कैद खान तयार छु भनिसकेपछि उसले पुलिस बोलायो। पुलिस बोलाइसकेपछि गइसकेपछि पुलिस एउटा असैले के भने त्यसको बाबुआमा यताउति कुरो मिल्या होइन ल, यताउति छोडिदिनुहोस्, त्यो कुराकानी ऊ गरे होला, त्यो ज्वाइँ मन नपरायो होला, नहालिदिनुहोस् भन्यो। भनिसकेपछि पछि ठिकै छ भन्ने कुरो। अनि हामी बाहिर निस्किन आएको थियौँ, रोक भन्यो। अनि उसले फोन गरिसकेपछि फोन टु फोन जासुस गरेर यस्तो यस्तो हो भनेर मलाई थन्नै पर्छ भने 24 घन्टा राख्ने भन्ने ठाउँमा 2 दिन केटी, 2 दिन म, 4 दिन बस्यौँ होइन। 2 दिनको पाला केटीलाई छुटाएर लग्यो, 2 दिनको पाली केटीलाई छुटाइ लगिसकेपछि महिला सेलले के भन्यो, फोन गर्यो। अनि फोन गरिसकेपछि बाहिर त्यसको बाबुसँग कुरा गर्नुपर्ने छ, बाहिर निकालेर अनि लगेर कुरा गरायो। कुरा गरिसकेपछि अनि पछि मलाई पनि ल्यायो। मलाई ल्यायो अनि माथिले डिएसपी कार्यालय लिएर अगाडि बस्यौँ, त्यही डिएसपीकै हेड क्वार्टरमा बस्यौँ। अनि यता डिएसपी साहब बस्नुभयो, अनि यता चाहिँ म बसेँ, उता चाहिँ जो केटी बस्यो, अनि उता चाहिँ 2टा उसको आफन्त थिए, फुपू र एउटा दिदी भन्ने। उता चाहिँ महिला सेलकी एउटा असी थिए, एक तारे, तर नाम चाहिँ मैले बिर्सिहालेँ, उहाँ चाहिँ हुनुहुन्थ्यो। उहाँले सोध्नुभयो मलाई डिएसपी साहबले, अनि बाबु के छ हालखबर भने, सर ठिक छ भने। अनि के छ तेरो अरू कुरोकानी भन् भन्यो। मेरो सब ठिक छ सर, यस्तै हो त्यस्तै हो। अनि के छ, अनि के तपाईँ के मन मिलेर बिहा गरे हो भन्यो। हो सर भन्यो। हो यस्तै हो अनि मन मिल्या हो, हामी मन मिलेरै कुरा गरेर बिहा गरे हो। उहाँले चाहिँ मलाई यसरी फोन गर्नुभयो, यसरी गर्नुभयो, म गएर बिहा गरे हो, रेलवेटी हामी बिहा गरेर आएकै हो भन्यो। भनिसकेपछि तँ चाहिँ अलिक केटो फटा रहेछस् है, यसलाई अलिक दुःखै दिनुपर्छ भन्यो। भनिसकेपछि डिएसपीले भन्यो, यसलाई अलिक दुःख दिनैपर्छ है, अलिक फटा रहेछ भन्यो। ल नडाँटेर भन्, तेरो घरमा तेरो श्रीमती छ कि नै भन्यो। मैले घरमा श्रीमती छैन, लफडा चाहिँ भएको यो केटीसँग भनेर मैले नम्बर दिएँ होइन, ठेगाना दिएँ, कन्ट्याक्ट दिएँ, सब गरेँ पुलिसलाई। मैले एउटा इमान्दारपूर्वक दिएँ। दिइसकेपछि पछि लास्ट दिएँ होइन, दिइसकेपछि सोध्यो। अनि पानी तिर्खा लागेको थियो होइन, पानी मागेँ, यसलाई पानी नदियो भने। डिएसपीले आदेश यस्तो गरे, यसलाई पानी नदियो भने। त्यत्रो 6 महिना मसँग बस्नु भने उसले मलाई पानी दिनु नहुने, त्यो गलत हो त।